हेलो गाइज नमस्ते। आज चाहिँ म यो एस्प्रेसो ग्रुप हेडमा रहेको सावर स्क्रिनलाई कसरी क्लिन गर्ने भन्ने विषयमा चाहिँ थोरै जानकारी लिएर आएको छु होइन। यसलाई चाहिँ टाइम टु टाइम क्लिन गरिराख्नुपर्ने हुन्छ होइन। अब नर्मल्ली हामीले केमिकल हालेर क्लोजिङ टाइममा क्लिन गर्छौँ भने ड्युरिङ द अपरेसन टाइम चाहिँ हामीले 1-2 आवर्सको ग्यापमा चाहिँ ब्ल्याक फ्लस गर्छौँ होइन। नर्मल्ली यहाँ हेर्न सक्नुहुन्छ, यो हाम्रो नर्मल रेगुलर VST बास्केट भयो भने यो चाहिँ ब्ल्याङ्क बास्केट रहेको छ। यसलाई चाहिँ आफ्नो पोटा फिल्टरमा राख्ने, अनि त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ होइन, यो चाहिँ सावर स्क्रिन भयो। यसमै चाहिँ नर्मल्ली ग्राउन्डेड कफीहरू सर्ट पुल हालिराख्दाखेरि अड्केर बसेको हुन्छ, त्यसलाई चाहिँ ब्याक फ्लस गर्ने हो कि। त्यो भनेको चाहिँ यो हाम्रो ग्रुप हेडलाई सफा गर्ने काम गर्छ है। अनि यसलाई चाहिँ सट्टा हालेर टाइट गर्ने। अनि नर्मल्ली सबै सेमी अटोमेटिक मेसिनमा चाहिँ देख्न सक्नुहुन्छ यो म्यानुअल र सिङ्गल कपको बटन है। यो दुइटा एकैचोटि यसरी थिच्नु भयो भने ब्ल्याक फ्लस अटोमेटिक स्टार्ट हुन्छ होइन। अनि यो चाहिँ हाम्रो स्ट्राटा मोडलको मेसिन हो लामार्जोको, त्यसैले चाहिँ यहाँ यो यदि टाइमिङ 75 सेकेन्डदेखि सुरु हुन्छ ब्याक फ्लस होइन। नर्मली 60 to 75 सेकेन्ड अटोमेटिकली भइबस्छ अनि ठ्याक्कै स्टप हुन्छ है। अनि यसरी तपाईँले गर्न सक्नुहुन्छ। टक्क फोर रह्यो भने सर र फोरहरू यहाँ आउँछ, सट्ट फाल्ने 2-3 चोटिसम्म यसरी नै ब्याक फ्लस गर्ने होइन। अब क्लोजिङ टाइममा केमिकल हाल्ने, टक्क लाएर त्यही स्टाइलमा फलो गर्ने है त। अब यो सफा गर्ने विषयमा केही क्वेसनहरू छ भने मजाले कमेन्ट बक्समा कमेन्ट गरेर सोध्न सक्नुहुन्छ भने मलाई डाइरेक्ट मेसेज पनि गर्न सक्नुहुन्छ है गाइज है। थ्याङ्क यू।